तेरे इश्क में पड़ जाते हैं। ल नमस्कार प्रणाम, म भरत कुमार दास, मेरो युट्युब च्यानल म्याथ एजुकेसनमा आज हामी पढ्नेछौँ कि 2 + 2 5 कसरी। यो त तपाईहरूलाई सुन्दा अलिकति अचम्म वा नसुनेको जस्तो लाग्छ, तर चाहिँ यो 2 + 2 हामी सुरुदेखि अहिलेसम्म 4 पढ्दै आएछौँ, तर चाहिँ हामी आज 2 + 2 = 5 सिक्न गइरहेछौँ। तपाईहरू अलिकति यसलाई नलेजको रूपमा गलत नमानिकन यसलाई हामीले तपाईहरू यसलाई विश्लेषण गर्नुहुन्छ भन्ने मलाई विश्वास रहेको छ। ल अब चाहिँ यो 2 + 2 = 5 कसरी हुन्छ, जुन चाहिँ हामी आज यसको बारेमा चर्चा गरिरहेछौँ। ल अब हामीले सबभन्दा पहिला 0 = 0 0 त हुन्छ, यसमा त कुनै दुमत छैन। त्यसपछि अब 0 भन्नाले 4 - 4 र 10 - 10। 0 को ठाउँमा हामीले 0 को ठाउँमा 4 + 4 लेख्न सक्छौँ र यो 0 को ठाउँमा मैले 10 - 10 लेखिदिएँ। अब चाहिँ के गर्ने हो, 4 - 4 लाई के गर्ने, म चाहिँ 2 को स्क्वायर 4 को ठाउँमा -4 को ठाउँमा 2 को स्क्वायर = 10 को ठाउँमा 2 × 5 र 10 को ठाउँमा 2 × 5। हामीले यसमा के गर्यौँ कि यो 4 लाई 2 को स्क्वायर र यो 4 लाई 2 को स्क्वायर, त्यसपछि यो 10 लाई 2 × 5 र यो 10 लाई 2 × 5। अब हामीले यसलाई के गर्ने, फ्याक्टराइजेसन गर्ने। केमा, a² - b²। यसको फर्मुला त सबैले पढेको होला। हामीलाई थाहा छ कि a + b र एउटा a - b। यो चाहिँ फर्मुला सबैजनाले पढ्नु भएको होला, हेर्नु भएको होला। यो चर्चित फर्मुला हो। a² - b² को फर्मुला a + b हुन्छ र एउटा a - b हुन्छ। यही फर्मुलाबाट आज हामी यसलाई यो 2² - 2 को स्क्वायरलाई त्यही फर्मुला लाग्ने हो। यसलाई मान्ने a, यसलाई b मान्ने। ल यानी कि a को ठाउँमा के छ, यहाँ 2 छ, 2 - b को ठाउँमा के छ, 2 छ, 2। त्यसपछि के छ, a - b, यानी कि a को ठाउँमा 2, यो प्लस र यो, अब ए नलेखिकन के लेख्ने, 2 लेख्ने, किनभने यहाँ के छ, 2 छ, 2। अब फेरि b को ठाउँमा के छ, 2 छ भने यहाँ 2 लेख्ने, = यो सेम टु सेम त्यही 5 - 2 × 5। सरी। त्यसपछि अब हामी के गर्ने हो, यसमा हेर्नु त, यसमा कमन तान्ने, 2 + 2 र 2 - 2 = यसमा के गर्ने, 5 कमन तान्ने। 5 कमन तानेपछि 2 माइनस यहाँ पनि 2 बन्छ। यो हेर्नु त, यो 2 × 5 र 2 × 5 छ भने यसमा पनि 2 कमन छ, सरी यसमा पनि 5 कमन छ, यसमा पनि 5 कमन छ। त्यस कारणले मैले यो 5 र 5 लाई कमन तानिदिएँ र बाँकी यो 2 यहाँ र माइनसको माइनस 2 को यहाँ 2। ल अब हेर्नु, अब हामी हेरौँ त, यसमा यो 2 - 2 र यो 2 - 2 के छ, कमन छ। त्यस कारणले यो कमनलाई हामीले एक्जिस्ट गरौँ। कमनलाई एक्जिस्ट गरेपछि अब हाम्रो के हुन्छ, 2 + 2 यता बाँच्छ, आता = 5। यो हाम्रो प्रुफ द्याट भयो।
+ 2 = 5 ल। अब चाहिँ यसलाई तपाईलाई पोजिटिभ रूपमा लिनुहुन्छ भने मलाई पूर्ण विश्वास छ। एकछिन रमाइलोको लागि र यस्तै भिडियो हेर्नको लागि यो च्यानललाई म्याथ एजुकेसन च्यानललाई फलो, लाइक र सब्सक्राइब गर्दै गर्नुहोला। हस्त आजको लागि यतिकै। नमस्कार, प्रणाम।